रहेछ मन ढुङ्गा भएपछि नबदलिने रहेछ जीवन दुःखले छोएपछि जीवन दुःखले छोएपछि के बिच यहाँ कसैले निधा ठोकी रोए पनि के पग्लिन्थ्यो पापी मन हात फिजाइ मागे पनि जीवन चल्दैछ मेरो त यसै जीवन ढल्दैछ यो कस्तो हमरमा कर्मा 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 लौंडिया भागन बैठे समझा दूसरा ओए कोस्ता हाम्रो बाटो छेक्ने कसरी गरिस मिलनजी कर्मा 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 के चाहन्छस् त जसलाई तिमीहरू मुम्बईको कोठीमा बेच्न लैजाँदैछौ नि उसलाई सकुशल फर्काएर गाउँ लैजान चाहन्छु। चिकना तेरे को कैसे पता चला हम लड़की को मुंबई ले जा रहे? तू सुन पाएगा तो कान खोल के सुन ले। होइन म त पौसिलो आमा हो त। बोलाउन किन आउनु भएको होला?
तुमने बताया उसको सब कुछ? नहीं बताया। क्यों नहीं बताया उसको? तो बताओ। बसत्ता अभी बताता। हेर्नुहोस् दिदी, त्यो केटीलाई अहिले हाम्रो जिम्मा लगाइदिनु भयो भने हामीहरूलाई बर्डर कटाउन गाह्रो हुन्छ। यदि हजुरले त्यो केटीलाई बजार गर्न भनेर पारी लगिदिनु भयो भने हामीलाई सजिलो हुन्छ। बॉर्डर के बारे में बताओ। माइती नेपालले हजुरलाई त्यहाँ सोधपुछ गर्न सक्छ। बजार गर्न जानियो भनेपछि तपाईँलाई छोडिदिन्छ। हामी बोर्डर पारी जान त छोड्देला, अनि त्यहाँबाट फर्केर आउँदा नि? जाँदा मात्रै हो सोधपुछ गर्ने, आउँदा गर्दैन सोधपुछ। रेड सिग्नल के बारे में बताओ। अनि अर्को कुरा, तपाईँ बोर्डर पारी गर्दा बित्तिकै हाम्रो केटाहरूले रातो रुमाल हल्लाएर सङ्केत गर्छन्, त्यही बाटो पछ्याउनु होला। बजार लान्छु भनेर कहाँ ल्याउनु भएको? आमा बोल्नु न, किन नबोल्नु भएको? पटेल भैया, थोड़े लो हलौंडिया लेके आओ रे। मलाई माफ गरिदेऊ छोरी। तिमीलाई लागेको थियो होला आजकल आमाले मलाई धेरै माया गर्नुहुन्छ भनेर, तर के गर्नु, तिमीलाई बम्बईको कोठीमा लएर बेच्नको लागि माया गरे जस्तो नाटक गर्नुपर्ने रहेछ। तुम काहे को हंस रही हो? अब लड़की हमारे कब्जे में हो गया, तुम चलता बनो, इसको हम संभाल लेंगे। ठीक है पटेल जी, ठीक है, आप ये लड़की को बम्बई को कोठी में लाकर बेच दो। अब हमारा काम है वो सब, तुम जाओ। लड़की को लेके चलो। साला अर्काकी चेलीबेटी बेचेर पैसा कमाउने दलालहरू, तिनीहरूको घरमा दिदी बहिनी छैनन्? ए बहादुर, कांचा, ये क्या बोल रहा है? हाँ?
अगर ऐसा बात हो तो इसको अभी यहीं पे दबना दो। हाँ, लोन दे दो। चलो आगे बढ़ो। बहादुर हमें माफ कर दे बहादुर, अब हम ऐसे काम कभी नहीं करेंगे। अरे हमें गुरखानी मुक्ति नहीं करेंगे।
सिस्टर कस्तो छ अहिले बिरामीलाई? दुईजना पेसेन्ट नै हजुरको रिलेटिभ हो, दुवैजना मेरो रिलेटिभ हुन्। अनि उनीहरूलाई निको त हुन्छ नि होइन? एकजना चाहिँ नर्मल नै हुनुहुन्छ, एकजनालाई चाहिँ इन्जेक्सन दिएको तर अझै होस आइसकेको छैन। तपाईँले कसको कुरा गर्नुभएको? अघि दुवैजना पेसेन्ट तपाईँकै भने होइन? हो, मैले उहाँहरूकै कुरा गर्दैछु। अघि दुवैजना बेहोस हुनुहुन्थ्यो अनि होस नआएको चाहिँ कसलाई त? आउनुहोस् म लिएर जान्छ। अब तपाईँले मलाई कहाँ लिएर जानुहुन्छ? अन्त कहाँ लिएर जानु र कुसुमजी? अब त्यो साथीको बाइक थियो, साथीलाई बुझाइहाले। अब गाउँ जाने एउटा बस छ पनि अनि सरल तपाईँको गाउँ ल्याएर छोड्छु। मेरो मात्र कहाँ हो र? गाउँ त तपाईँको पनि त हो नि। गाउँ मात्र भएर के गर्नु कुसुमजी? जुन गाउँमा आफ्नो खुसी नै नभेटिएपछि। कस्तो खुसी? मेरो बिहे रोकिनुभन्दा अगाडि तपाईँले एकजना सानो मान्छेको फोटो ल्याएर देखाउनु भएको थियो नि, कतै त्यही त होइन? त्यो तपाईँले देखाएको तस्बिर मेरो बच्चा बेलाको साथीको तस्बिर रहेनछ कुसुमजी। त्यतिखेर मेरो बुवाले मेरो पर्सबाट त्यो तस्बिर झिकेर अर्कै मान्छेको तस्बिर राखिदिनु भएको रहेछ। त्यस्तो पनि होला र? अब तपाईँको बुवा स्वयंले त्यही फोटोमा भएको केटीसँग भेटाइदिनु भनेर हाम्रो आमासँग भनेपछि तपाईँले अरू केटी देखाउनु भएको होला र? अझै पनि तपाईँले उहाँलाई आफ्नो आमा भन्दै हुनुहुन्छ? तपाईँले यत्रो षड्यन्त्र रच्ने मान्छेले ममाथि पनि त षड्यन्त्र रचेको हुनसक्छ। मलाई त्यही मान्छे हो भनेर अर्कै मान्छे देखाएको पनि त हुनसक्छ। पछि त फेरि तपाईँको बुवाले भनेर त्यही तस्बिर लिएर हाम्रो आमासँग केटी हेर्न जानुभएको होइन र? फेरि आमा भन्नुभयो तपाईँले उहाँलाई? आमाको महत्त्व के हो थाहा छ तपाईँलाई? थाहा छ, मलाई सबै थाहा छ, तर तपाईँलाई थाहा रहेनछ। मलाई यो सहरमा बेच्न ल्याएकी आमा मेरै जन्म दिने आमा नभएर सौतेनी आमा हुनुहुन्छ। सौतेनी आमा? हो, सौतेनी आमा। मेरी आमा त पर्खनुहोस् म फोटो देखाउ। हेर्नु, आहा कति राम्री। साँच्ची कुसुमजी, उति बेला म यो सहरदेखि गाउँ जाने बेला तपाईँको सौतेनी आमाले उहाँकै तस्बिर होइन फालिदिएको? हो मिलनजी, तर त्यो फालेको तस्बिर समाएर तपाईँले मलाई फेरि फिर्ता दिनुभयो। तपाईँको तस्बिर मात्र होइन आमा, आज तपाईँकी बेचिन लागेकी छोरीलाई पनि उहाँले फिर्ता लाँदै हुनुहुन्छ। साँच्चै मिलनजी, तपाईँलाई मैले एउटा कुरा भन्नै बिर्सेछु। के कुरा कुसुमजी? ठ्याक्कै मेरी आमा जस्तै मेरी सानीमा पनि हुनुहुन्छ। म अघि उहाँकै कुरा गर्दै थिएँ। सुन्नुहोस् त, उहाँले दुवै आँखा गुमाए पनि जीवन पाउनु भएको छ। तर उहाँलाई हृदयघात भएको छ, यस्तै भन्न सकिँदैन।
त्यसैमाथि उहाँले लामो समयदेखि डिप्रेसनको औषधि पनि चलाइरहनु भएको छ। अवस्था एकदमै क्रिटिकल छ। त्यसो नभन्नुहोस् सिस्टर। यदि बिनाजुलाई केही भयो भने त मेरी कुसुम जिउँदै मर्छ। सिस्टर, बा आमा दुवैको माया दिएर कुसुमलाई उहाँले नै पाल्नु भयो, हुर्काउनु भयो। यदि उहाँलाई केही भइहाल्यो भने त मेरो कुसुमको मनमा के बित्ला। कोसिस गर्नुहोस् प्लिज। हेर्नुहोस्, हामीले बिरामीको अवस्था हेरेर उपचार गर्ने हो। मैले हजुरलाई पहिले नै भनिसकेँ, उहाँको अवस्था एकदमै क्रिटिकल छ। यो होइन कि हामीले उहाँको उपचार गर्नै छोड्छौँ। नआत्तिनुहोस्, हामीले उहाँलाई बचाउन सक्दो कोसिस गर्छौँ। कोसिस गर्न छान्नुहुन्न कुसुमजी। मान्छेको निरन्तर कोसिसले एक दिन आफूले सोचेको अवश्य पुरा हुन्छ। धन्यवाद। कति धन्यवाद दिनुहुन्छ? धन्यवाद सुन्दा सुन्दा थाकिसकेँ म तपाईँको। साँच्ची तपाईँलाई डाक्टर बन्ने रहर चाहिँ कहाँबाट जाग्यो? कहाँबाट जाग्नु नि? मलाई डाक्टर बनाउने सपना मेरी आमाको थियो। मेरो बाबासँग मलाई डाक्टर पढाउने पैसा थिएन। त्यही भएर मेरी सानीमाले पैसा खोज्न जानुभएको थियो। तर आजसम्म फर्केर आउनु भएको छैन। अब पैसा जस्तो कुरो जो पाइले सजिलै निकालेर त कहाँ दिन्छ र? खोज्न समय लागिहाल्छ नि। आउनु होला नि। कतै घरमा आइसक्नु भयो कि? म यता छु। आमाको सपनाको यति धेरै चिन्ता। साँच्ची कि तपाईँ महान हुनुहुन्छ कुसुमजी। आफूलाई कसले भनिदियोस्? भर्खर तपाईँले भनिसक्नुभयो त। साँच्ची कुसुमजी, तपाईँ डाक्टर भएपछि सबैभन्दा पहिला कसको उपचार गर्नुहुन्छ? मेरो बाबाको। मैले मेरी जन्म दिने आमालाई सानैमा गुमाइसकेँ। तर मेरो बाबालाई सधैँ मेरो साथमा राख्न चाहन्छु। बाबाबाट मैले आमाको पनि माया पाएकी छु। उहाँलाई म कहिले गुमाउन चाहन्ने। माइली दाइ, म गायत्री, कुसुमकी सानीमा। यो सब कसरी भयो माइली दाइ? पीर नगर महिला, मैले तँलाई केही गर्दिन। त्यो कुसुमलाई कौशल्यले बेच्न लगेकी थिई, तर त्यो बेचिएकी छैन। खै कसले बचाएर लिएर आयो गरे? अब त खुसी छस्? खुसी छु म।
ए माइला खुसीको कुरा त सुनिहालिस्, अब दुःखको कुरा सुन्छस्? कस्तो दुःखको कुरा बाजे? के हुन्थ्यो र बिचरा यो काशीरामले ज्यान गुमाइसक्यो। होइन बाजे, यो तपाईँ के भन्नुहुन्छ? मैले जे भन्दैछु ठिक भन्दैछु माइला, साँच्चै मैले नबुझेको कुरा। यो काशीरामलाई कसरी यस्तो हो तँलाई थाहा छ? खोइ मैले आँखाले देख्दिनँ, उस दिनदेखि हराएको मान्छे भनेर खोज्दा आउनुहुन्थ्यो होला। मलाई भेटाउनु भयो अनि मैले त्यो कौशिलेले र तपाईँले त्यो कुसुम नानीलाई बेच्न गएको कुरो सुनाए अनि पल्टिनु भएको। त्यसपछि त मलाई थाहा भएन। ला उसो भए हृदयघात भएर मरे होला। त्यसै डराउनु तँ डराउनु स्वाभाविकै हो, तर मैले तँलाई डराउन दिएको होइन। तैँले कौशिल्यले कुसुमलाई बेच्न लगेको कुरा काशीरामलाई नभनेको भए आज काशीरामको यस्तो हालत हुन्थेन माइला। काशीराम मर्नुमा तेरो ठुलो हात छ। हेर माइला, यो कुरो मलाई मात्रै थाहा छ। यदि कुसुम यो गाउँमा फर्केर आए पनि कुसुमलाई बेच्न भीमार्जुन बाजेले पठाएका होइनन्, कौशिल्यले आफै लिएर गइदियो भनेर कुसुमलाई पनि भन्ने छस् र त्यसकी सानीमालाई पनि भन्ने छस्। यदि त्यसो भनेनस् भने म भन्छु तँलाई तँ काशीरामको हत्यारा होस् भनेर। होइन भीमार्जुन बाजे, म गरिबसँग अझै कति खेल खेल्नुहुन्छ? म खेल खेल्ने खेलिसकेँ, अब तँ बस्नु छ भनेदेखि खेल खेल्ने पालो तेरो। तपाईँले के भन्न खोज्दै हुनुहुन्छ बाजे? काशीराम मरिसक्यो, अब तँ झुट बोले पनि बच्न सक्छौ। कसरी मऱ्यो कसरी मऱ्यो? म जङ्गल घाँस काट्न जाँदै थिएँ, दुईजना मान्छे मुखमा पट्टी बाँधेका आएर म समातेर मेरो आँखा निकाल्दिए। त्यसपछि मैले केही देखिनँ। अनि भिनाजु काशीराम बाजे त्यही जङ्गलमा हुँदो रहेछ। मलाई अस्पताल लिएर जाने भन्दा आँखै भयो। त्यसपछि मैले केही थाहा पाएँ। अरे शिव, यो कस्तो आपत आइलाग्यो। अनि माइले दाइ, तपाईँको कसैसँग केही दुश्मनी थियो र? नाइ, कसैसँग केही थियो। अनि यो आँखा चाहिँ कसले निकाल्यो त भने? मलाई त केही थाहा छैन। यसको मतलब सबै कुरा भिनाजुलाई थाहा छ। ल त माइले दाइ, तपाईँ आराम गर्दै गर्नुहोस्। म वास्तविकता के हो भिनाजुलाई होस आएपछि उहाँबाटै थाहा पाउँछु। तपाईँ यो के भन्दै हुनुहुन्छ माइल दाइ? हेर्नुहोस् माइल दाइ, डाक्टरले जेसुकै भन्नु, तर मेरो भिनाजुको प्राण त्यसै जाँदैन। किनभने भिनाजुको प्राण नै कुसुममा बसेको छ र म ढुक्क छु। भिनाजुको प्राण नै गए पनि एकपटक कुसुमलाई हेरेर भेटेर मात्रै जानेछ। कर्मा कर्मा माछो माछो बेगुतो त्यति एउटा काम पनि राम्रोसँग गर्न सकिनस् है कौशिले। मैले त खुद बोडार वारीबाट बोडार पारीसम्म पुर्याएर तिनीहरूकै हातमा सुम्पेर आएको। अब त्यसलाई को गएर बचाएछ कुन्नी? त्यसमा मेरो के दोष? कुरा गर्न त खुब सिपालु छेस। साँच्चै काशीराम कहाँ गएछन्? खोइ, म सहरबाट आउँदाखेरि घरमा हुनुहुन्थेन के रे? ए साँच्चै भीमार्जुन बाजे, मलाई त एउटा कुराको साह्रै डर लागिरहेछ। के कुराको डर लाग्यो तँलाई?
खुलस त भन्न कौशीले। यदि त्यो कुसुम बेचिएकै भए बरु तपाईँले भने जस्तै गरेर बजार गर्न जाँदाखेरि कता हराई भनेर आएर रोना गर्न हुन्थ्यो। अब त्यसलाई फेरि कसले बचायो? फेरि त्यो आएर आफ्ना पाउसँग यो सबै कुरा लाई भने त म त बर्बादै हुन्छु। लौ न बाजे, केही उपाय लगाउनुहोस् न, के गर्ने होला? हेर, अब मलाई केही पनि नसोध, यसमा मेरो केही पनि हात छैन। जे गर्ने हो त आफै गर। तपाईँ त्यसो भनेर सुख पाउनुहुन्न बाजे। उति बेला तपाईँले नै होइन कुसुमलाई लगेर बेच भनेको। अरूले जे भन्यो त्यही गर्नु तेरो गल्ती हो कौशीले। मैले जे भने त्यो नै मान्न पर्छ भन्ने के थियो र? मैले गु खा भने भनेदेखि गु खान्छे? उति बेला त मलाई धेरै कुराको प्रलोभन देखाएर मसँग सक्कै भयो। अहिले आएर मलाई दुःख पर्दाखेरि तिमी तर्किन खोज्छौ। याद राख, तँलाई यो झापड धेरै महँगो पर्नेछ। आजसम्म तैँले जुन कर्म गर्दै आएकी छस् नि, अब भोग्ने बेला आएको छ। दिदी नमस्ते। भोग्ने बेला आइसक्यो। अहिले म जान्छु। दिदी को हुन् तिमी? के बोलेका त्यस्तो? केही होइन बहिनी, केही पनि होइन। ए यता बस न। म त बस्नुभन्दा पनि हजुरसँग एउटा कुरा गर्नु थियो। अनि कुसुम खोइ त दिदी, किन नबोल्नु भएको? खोइ कुसुम। बोल्ने बाटो भए पो बोल्नुहुन्थ्यो। कुसुमजी, कुसुम के भयो? किन रोकी त यसरी? के भयो भन्न नानी, के भयो? किन रोकी त? भन। बोल्नुस् कुसुमजी, बोल्नुस्। आफू माथि परेको अन्याय सहेर बस्ने होइन। अन्याय विरुद्ध आवाज उठाउनु पर्छ। यस्ता अपराधीलाई त्यसै छोड्नुहुन्न। सम्पूर्णमा नमस्ते। तपाईँहरूले आजको एपिसोड त हेरिसक्नुभयो। कस्तो लाग्यो? कर्मको खेल न हो। आज तपाईँहरूलाई रुवाउनेहरू भोलि आफै रुनु पर्नेछ। कि अब कौशिलाको रुने पालो आएकै हो त? आजको एपिसोडमा बेचिन लागेकी कुसुमलाई मिलनले फर्काएर घर ल्याएका छन्। अब त्यो सबै कुरा कुसुमले सानीमासँग भन्नुपर्छ र कौशिलाले सजाय पाउनुपर्छ भन्ने जतिले कमेन्ट गर्नु होला। कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है। तपाईँहरूले कुनै कुरा हामीहरूले भन्दा पनि तपाईँहरूले सुझाव सल्लाह दिएको, समाजमा घटेको विषयवस्तुहरू केही सुझाव सल्लाह दिनुभयो भने चाहिँ म सबै कमेन्टहरू हेर्नेछु। अनि तपाईँहरूको त्यो कमेन्टलाई अनुसरण गरेर चाहिँ एपिसोड मार्फत कसरी ल्याउन सकिन्छ म कोसिस गर्नेछु। कमेन्ट गर्न नबिर्सिनुहोस्। अनि तपाईँहरूलाई एपिसोड मन परेको छ, धेरै नै मन परेको छ भने एउटा सेयर पनि गरिदिनु होला। अनि च्यानल सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।